बवाल बाटो के है वाउ लुक एट दिस भ्यूज गाइज अघि भोग्नु परेको दुःख कष्ट अहिले यो बाटोले बिर्साइदियो गाइजहरू के गर्ने आमामामा के हो यो ए झर यार थेत तेरिका ओए डेन्जर छ त हौ ओए हामी गलत बाटो त हिँडेनौँ यो कहाँ जाने बाटो फेरि स्वर्ग जाने बाटो माथिबाट ढुङ्गा आउला भन्ने डर भइसक्यो अब्बी त्यहाँ हेर्दा ऊ त्यो पहाड हेर्नु न गाइजहरू कस्तो टुप्पो छ क्या कस्तो टुप्पो बनाएर बसेको छ क्या हेलो गाइज वेलकम ब्याक टु माई च्यानल यहाँ सबैलाई स्वागत छ मेरो च्यानलमा आज चाहिँ म एउटा नयाँ यात्रा नयाँ कन्टेन्ट बनाउन गइरहेको छु होइन आजको यात्रा चाहिँ मेरो मनाङ मुस्ताङसम्म गाउने छ होइन अब यो चाहिँ पहिलोचोटि अहिलेको चाहिँ बिहानको 4:30 हुन लागिसक्यो अब यहाँबाट निस्किन लागिसक्यो मेरो अब हाम्रो चाहिँ 4-5 दिनको लागि मनाङ मुस्ताङको यात्रा गर्नेछ यो यात्रा चाहिँ मेरो नयाँ स्कुटर अप्रिलाबाट हुनेछ होइन 2 जनाको यात्रा हुनेछ हामीहरूको अहिले 4:30 भइसक्यो हामीहरू 2 जना हो होइन ट्याक्क लाएर आजको यात्रा चाहिँ सुरु गर्दैछौँ यो स्कुटरबाट यो चाहिँ स्ट्रम एप्रिलाको स्ट्रम नयाँ हो होइन अब यसलाई चाहिँ सक्सेसफुली हामी चाहिँ मनाङ मुस्ताङ गएर आउनेछौँ होइन यो केटा अनि म 5-9 भएछ होइन अब यहाँबाट लाग्नेछौँ अगाडि हामी ल हाम्रो चाहिँ अब स्टार्ट गऱ्यौँ एकछिन यसलाई टाइम लगाउनुपर्छ क्या एकछिन हल्का तताएर चाहिँ हिँड्नुपर्ने हुन्छ मोबाइल सोबाइल बोकी छैन सबै मोबाइलहरू बोकी छैन लाइसेन्सहरू बोकी छैन जय पशुपतिनाथ ल त हामीहरू लाग्यौँ ल ओके हाम्रो स्टार्ट भयो जर्नी घरको आइपिन लाग्यो हामीहरू हजुर कस्तो चिसो छ हौ जाडो छ है लास्टै हजुर मैले चस्मा नलाएर गल्ती गरेछु लाउने अर्को चम्मसँग होइन नै यो हेलमेटकै चस्मा चाहिँ बोके पुरै चिसो हान्छ अगाडि ल्याइज नि त अगाडि ल्याइज हजुर अगाडि लिएर आइज मिला बिस्तारै म कुदै गर्छु बिस्तारै पानी परेर हो क्या यस्तो भएको यस्तो त हुन्छ जस्तो लाग्दैन जाडो छ लास्टै आज त घरको आइपुग्यौँ गाइज ओए के हो पानी त पुरै जम्मा भएर छ यार पुरै भिज नि खुट्टा भिज नि हत्तेरी अहिलेदेखि नै भिज्यो यार खुट्टा त के गर्ने चप्पल ल्याउनु पर्छ कि नै ल्याह होइन एउटा जुत्तामा चाहिँ एउटा खुट्टामा चाहिँ कलङ्की आइपुग्यो हामीहरू गाइजहरू अब कलङ्कीबाट यतातिर लाग्ने हो हल्का अपडेट होइन अपडेट दिइरहनु पऱ्यो नि दिउँसो त हिँड्नै मन लाग्दैन बालेन सरकारको काठमाडौँ छोड्दैछौँ हामीहरूले अहिलेको मार्च 28 भएको छ होइन अहिलेको टाइम उज्यालो हुन लागिसक्यो देख्न सक्नुहुन्छ यहाँहरूले चाँडो हिँड्ने भन्दै लास्टमा त 5:30 भइसक्यो यार है यो हामीहरू चाहिँ भर्खर यो फ्लाइओभर नजिक सतुङ्गलको यो कहाँको हो यो के नाम भन्छ यसलाई यो सतुङ्गल नजिकै एउटा फ्लाइओभर यो जुन उता थानकोट अलि यता पर्ने फ्लाइओभर चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर होइन ठाउँको नामै थाहा छैन अब के भन्ने त
चन्द्रगिरी गाउँपालिका रहेछ कस्तो मजाले यहाँनिर फ्लाइओभर यो चाहिँ गजबको बनाएको छ यति उता पास हुने गरी यो चाहिँ सायद ऊ हुनसक्छ के अरे उसमा जाने क्या यो टनेल हजुर ए त्यो एउटा के सोरुङ मार्ग पो हो के अरे होइन सुरुङ मार्ग जाने ठाउँ हो के त्यो चितवनहरू जाने यता आउँदा कति छिटो हुन्छ नि त त्यो बाटोबाट त्यही भएर त यो बनाएको दुईतर्फी बाटो छ नि त यहाँनिर नि त्यही भएर हो सुरुङ मार्ग जानेलाई बाटोलाई चाहिँ कस्तो यो जिरो लर भरेको हो नि सुरुङ मार्ग जानलाई चाहिँ त्यो फ्लाइओभर हुँदै जानुपर्छ होइन चिसोले गर्दा जिरो लर गरिरहेको छ मेरो यो चन्द्रगिरी जाने बाटो यो चाहिँ हो होइन यहाँबाट यता लाग्यो हामीहरू चन्द्रगिरीतिर जाने भने त्यहाँबाट जानुपर्ने हुन्छ थानकोट चेकपोस्ट कट्यो हामीहरू भर्खरै ल के भयो हेलमेटले लगाइहाल्ला यताउति फर्किँदैन भइहाल्छ कस्तो छ बाटो पहिला त खत्तम थियो अहिले कस्तो छ गएको छ त हजुर यताबाट गएको छ कतै म अस्ति नै उता उताबाट फर्केँ अहिले जनकपुरबाट के अरे कस्तो छ बाटो यहाँबाट तल गाडीमा थिएँ दाइ खै काहीँ खाल्टो जस्तो लाग्थ्यो ए गाडीमा हो गाडीमा त्यस्तो फिलै हुँदैन फेरि सस्पेन्सनले गर्दा धेरै भएन जस्तै ठिरायो हात त पन्जा लाउनु हुँदैन भने पन्जा लाउनु पऱ्यो है यो चाहिँ थानकोट डाँडाबाट देखिएको दृश्य होइन यहाँनिर कस्तो दामी यो ऊ होला होइन फग कुहिरो मण्डलै देखिरहेको पर यो चाहिँ सायद यो ऊ होला क्या यहाँ खोला के त्यो के अरे के खोला अरे यसो यहाँनिर यहाँ बसेर चाहिँ पन्जा लगायो कि लास्टै हात ठिराएर चाहिँ दुधै पारेको छ क्या पार्न दियो फेरि दिदी पिलारै निकाल्दा रहेछ कसरी चलाउँछ यार यो टाढै त जान्ला होला नि यो बाटो चिप्लिन्छ होइन हजुर त्यो बाइक चिप्लिन्छ होइन चिप्लिन त चिप्लिँदैन दाइ हिलोमा त्यस्तो हुँदैन मैले नि पहिला आरन भएको थिएँ नि यो बेन्ड गर्नुपर्छ क्या त धेरै नै गाह्रो हुन्छ दाइ आज चलाइएला आज त लगिएला अब रमझम गरेर लगिएला भोलि देखिन्छ क्या दाइ लगेको जति सब ए जान दुखेर ढाड त यस्तो दुख्थेन अझ यसमा त RN5 को भन्दा डबल सुत्नु पर्थ्यो यो त अझ कति अगाडि त्यसमा धारकै धादिङ आइपुग्यो हामीहरू गाइस अलिक तल लगाएपछि चाहिँ जो खतम रहेछ बाटो यस्तै देख्न सक्नुहुन्छ बाटो होइन बन्दै रहेछ ग्राभल ट्राभल गरेर अब यहाँ नहुँदा नि लास्टै खतम छ जस्तो छ कि उता पिच छ जस्तो छ है हेर त हात नठाए त्यो नगरे केही पनि छोडिदिए यहाँ न यहाँ पार होइन केही नगर छोडिदिए डाउन हामी बिस्तारै जाने केही हुँदैन यो माइक्रोफोन छ हेर त यहाँनिर बत्ती भनेको कतापट्टि हो यो होइन हामीहरू चाहिँ यहाँ यसो रेस्ट हल्का होइन अहिले यहाँ आएर दुईजना छौँ यस्तो ठाउँमा आएर चाहिँ बसिरहेछौँ काम चाहिँ उदाइसक्यो गाइजहरू हामी हिँड्दा हिँड्दै कुहिरो मण्डल छौँ देख्न सक्नुहुन्छ पारिपट्टि गल्छी कटिसक्यो हामीहरू अघि नै गल्छी कटेरै बसेको थियौँ अघि त्यहाँनिर अनि त्यहाँबाट अहिले यो कुन ठाउँ हो थाहा भएन हुन चाहिँ अब चिया खाएर
जानु पर्ला भन्ने सोचिरहेको छु गाइजहरू। चिप्लिन्छ त यार बिस्तारै नआत्तिकिन दाइ चिप्लिन्छ है। यहाँ चाहिँ खतम रहेछ बाटो। हो यस्तो बाटो त कति हिँड्यो यार पोखरा जाँदाखेरि 2 वर्ष अगाडि 2.5 वर्ष अगाडि चिप्लिने क्या पुरै। अहिले त दामी छ उता त्यो मुगलिनबाट उता त। अस्ति नै एकचोटि मेरो मेसिन बेचेको थिएँ क्या मैले। त्यो एउटा काम गर्ने मेसिन राखेको थिएँ नि त मैले पहिला बेचेको थिएँ। म र अङ्कल गएको थियौँ मोटर बाइकमा गुल्मी। अनि खतरा बनाएर रहेछ क्या बाटो उता पोखरा जाने साइडको। मुगलिन पारी कहाँ हो यार? धादिङ लास्टै ठुलो छ नि अहिले पनि धादिङै हो। यो ट्रक पछाडि हेर्नु न गाइजहरू कस्तो दामी क्या मजाको। यो भगवान् कृष्ण र अनि यो हुन्छ को हो यो कुन ऊ होला जस्तो लाग्यो मलाई। यो रामको ऊ होइन धनुष देखेन त्यहाँ? धनुष देखेन ऊ मजाको छ क्या यो। उयो वारको जस्तो लाग्यो दाइ पछाडि सेनाहरू पनि छ हौ। रामायणको यतापट्टिको त कृष्ण हो होइन। अहिले आएर बाटो एकदम खतम भइरहेछ हौ गाइजहरू। के गर्ने यो कथेर पुग्ने होला हौ यो मुगलिन पुगेपछि त आनन्द हुन्छ क्या। त्यसपछि अलिकति राम्रो बाटो छ क्या उता पोखरातिर जाने। खुट्टा दुखेको छैन? आफ्नो यहाँ चाक खुट्टा सुट्टा दुखेर कस्तो भइसक्यो। त्यो पनि हो। अघि ओर्लेर यसो हिँडेको दाइ अहिले अब यसोतिर दुख्छ। गाइजहरू हामीहरू यहाँ आएर चाहिँ यसो रेस्ट गरेर चाहिँ ड्राइभर चेन्ज उसको हेलमेट ठाडो पारेर राखेको। उसको हेलमेट खतरा छ मेरो चाहिँ के न के पत्र छ जाउँ। यहाँ चाहिँ काम चलिरहेको रहेछ गाइज। मलेखु बजार आइकन नै कटिसक्यो गाइजहरू यहाँनिर। अब यो सानो मलेखु होला यता पारिपट्टि अर्को मलेखु सायद मलेखु नै कटे जस्तो लाग्यो के हो खोइ। ठुलै बजार थियो त यार। अहिले यात्राको सुरुवात होइन तातपानीबाट सुरुवात भइरहेछ। यहाँ अहिले मलेखुमा आएर चाहिँ तातपानी खाँदैछौँ। हल्का तातपानी खाएर अनि चना खाएर त्यसपछि पुनः सुट चालु गर्नेछौँ। अब भर्खरै कति बज्यो होइन बिहानको 7:42 भएछ। अब अहिले चाहिँ यहाँ बसेर हल्का रेस्ट अनि त्यसपछि जानेछौँ हामीहरू। हल्का सानो रेस्ट गरेर चाहिँ हामी अब निस्किन्छौँ यहाँबाट मलेखुबाट। अब सिधै पोखरातर्फ जानेछौँ। अब यो केटोले चलाउँछ यहाँनिर, म चाहिँ पछाडि बस्छु होइन। त्यही हो गाइज। अब घुँडा दुखेर हैरान छ त्यही भएर पालो चलाउनु पऱ्यो नि। अब लङ टुर चलाउने बानी छैन खासै। ल मलेखु बाई बाई।
मनोकामना मन्दिर आइपुग्नु लाग्यो पुरिन घाट लगभग हामीहरू चाहिँ हिँड्दा हिँड्दै यो फेरि के हो यो बाटो हो कि के हो यो त युरोप जस्तो छ हौ अघि भर्खरसम्म नेपाल थियो अहिले युरोप आइपुग्यो बाटो बवाल हुनै हुँदैन मलाई चाहिँ युरोप जस्तो लाग्छ नेपाल पनि कस्तो बवाल घरहरू बनाएर चाहिँ क्या यहाँनिर यो चाहिँ के को हो पुलको जस्तो छ सायद मनोकामनाको केबल कारको त्यो उयोहरू देखिन थालिसक्यो यहाँबाट हामीले त्यो उडिरहेको माथि झुन्डिरहेको अवस्थामा यहाँबाट देखिन्न क्यामेराले होइन हामीले देख्यौँ हाम्रो मनको कामना पुरा गरिदियो भगवान् भन्न चाहन्छु म चाहिँ यहीँबाट ढोगेँ मैले यस यतातिर वरपर अहिले होटलहरू एकदमै बढिरहेको रहेछन् हौ सिधै जाने सिधै मनोकामना चाहिँ यो गेट हो क्या मनको कामना पुरा गरिदियो भगवान् मनोकामना देवी चाहिँ मुगलिन आइपुग्यौँ हामीहरू भर्खरै कति बज्यो बिहानको 9 बजे मुगलिन पुरानो र नयाँ पुरानो पुल र यो नयाँ पुल हो होइन रेस्टुरेन्ट पनि गजबको रहेछ यहाँ त बन्दीपुर हिल रे बन्दीपुर केबल कार पनि छ अहिले बन्दीपुरमा केबल कार पनि रहेछ बन्दीपुरमा है अहिले ड्राइभर चेन्ज भयो फेरि होइन स्कुटर ड्राइभर चेन्ज भयो यहीँ भने ब्लगमा जोस् पावर चाहिँ राम्रै छ यो स्कुटरको सक्दैन यार यसले घटाउनु त घटाएको थियो होइन बाटो यही हो भने बवाल बाटो क्या है सय पुग्दैन
पहिला 2-3 वर्ष अगाडिको कुरो हो होइन। म चाहिँ यो बाटो यस्तो हिलम्मे थियो है, चिप्लिँदै हिँडेको अहिले याद आउँछ क्या यो बाटो हिँड्दाखेरि होइन। पोखरा जाँदाखेरि चाहिँ त्यति बेला। अहिले यस्तो दामी भयो क्या यो बाटो, हेर्नु न। हिँड्दा पनि यस्तो मजा आउने के, गुडाउनु पनि मजा आउने के। 90 लगभग 90 छुयो अहिले। स्कुटरले 90 लगभग 90 छुनु भने राम्रै हो भने त्योभन्दा माथि जाँदैन, किनभने यसको क्षमता चाहिँ त्यति हुन्छ कि स्कुटरको प्रायः 80-90 पुग्नु पनि ठुलो कुरा हो। मजा आयो यार यो बाटोमा त, तेरिका झन् अझै दामी। अर्को बाइकहरू भइदिएको कति स्पिड हुन्थ्यो होला है? बाइक भइदिएको कति स्पिड हुन्थ्यो होला अहिले? त्यो पहिलाको R15 भयो, यस्तो त्यो अघिको RC बाइक भयो, यस्तो भयो। यहाँनिरको याद आयो यार मलाई अहिले। यहाँनिरको याद आयो के, कस्तो खतम थियो यहाँ बाटो। अहिले यस्तो बवाल हुँदो रहेछ यार। वाउ, लुक एट दिस भ्यूज गाइज। यस्तो पो हुनुभयो होइन, बाटो यस्तो पो हुनु जहाँ पनि के। अहिले हामी पुगिसक्थ्यौँ। किन के भयो? त्यो अर्को चाहिँ हेर न त्यहाँ कस्तो साइकलहरू हुन्छ है, नहेरिकन हिँड्छ फेरि अर्को एउटा अर्को मान्छे चाहिँ। मजा आइरहेछ तँलाई? मजा आइरहेछ? के आइरहेछ? मजा लागिरहेछ भने एकदम अहिलेको दुःख कष्ट त गयो होइन? अहिलेको दुःख के आनन्द लागिरहेछ है। अघि भोग्नु परेको दुःख कष्ट अहिले यो बाटोले बिर्साइदियो गाइजहरू, के गर्ने।
ओए नितेश क्या हो हाँ गाइस यसैको साथ हाम्रो यात्रा चाहिँ जारी नै छ। हामी चाहिँ कहाँ त्यतै दमक होइन तनाउ आइसकेको छ। फेरि अफरोड सुरु भइसकेको छ। यसैको साथमा होइन नबोलाउँ होला दाइ त्यस्तो कुरा। बाटो कच्ची रहेछ तै पनि हामी हरेस खाँदैनौँ। बन्दै रहेछ। पुल भनेको त यतिको पो हुनुपर्छ त। अनि हाम्रो कोटेश्वरमा नि यतिको पुल बनाइदिएको बा कस्तो दामी हुन्छ। हामी चाहिँ ड्यास तनाउमा आइसकेको छौँ। ओहो फेरि सुरु भयो ल। आमामामा के हो यो? पोखरा कति 48 किलोमिटर हो अब? पोखरा 48 किलोमिटर हो। 48 लेखा रहेछ उ त्यहाँनिर। हाम्रो आजको प्लान चाहिँ हामी बेनीमा गएर बस्ने प्लान छ। अब हेर्दै जाउँ के हुन्छ। मौसम त क्लियर छ। ल हामीहरू लाग्यौँ गाइज। अब यहाँ एकछिन रेस्ट गरेर चाहिँ पुनः लाग्यो ट्र्याक्टरको पछाडि पछाडि। हाम्रो ट्राभल रमाइलो भइरहेछ होइन। अझै पोखरा चाहिँ 17 किलोमिटर छ भन्छ केटोले। 30 मिनट आधी घन्टा। पोखरा पुग्नै लाग्यौँ भर्खरी। चहल पहल धेरै छ यहाँनिर। पोखरा 10 शिव चोक रहेछ चाहिँ। यो चाहिँ शिव चोक रहेछ पोखरा 10 को। यता पेट्रोल हाल्नु पर्यो। पेट्रोल सकिन लागिसकेको छ। कहाँबाट आऊ
अरुणीको सुपर एक्सप्रेस यहाँ पनि आइपुग्छ अरुणीको सुपर एक्सप्रेस। ए झऱ्यो यार, थेत तेरिका। पेट्रोल सेट्रोल हालियो। अब भिडियो अब बेनीतर्फ खाना खानुपर्ने छ पहिला सुरुमा, त्यसपछि अनि हामीहरू यात्रा सुरु गर्छौँ। यो के रोड हो, यो के हो यस्तो? यो पुल रहेछ यहाँनिर, के अरे पुल बनाउनु लागेको छ क्या हो? जस्तै सानो छ त्यहाँ पुल त, नयाँ पुल बनाउनुलाई भनेर पुरानो पुलमा हिँडिरहेको छौँ हामीहरू। साइड साइडमा नयाँ पुलको त्यो उहरू देख्न सकिन्छ। बेनीको हाले हो? बेनी 92 किलोमिटर छ दाइ बेनी। हामी कता मालेपाटनतिर बस्यो कि अझै मालेपाटन कि त बागलुङ? होइन के खाना खानु त पऱ्यो नि यहाँनिर पर गर। त्यही त मालेपाटनतिर बसौँ भनेको कि। यहाँबाट गएर यता कता लाग्ने छ रहेछ होइन? त्यही हेरेको मालेपाटन, त्यहाँबाट लेफ्ट अगाडि गएर। यो चाहिँ लखन चोक। हजुर लखन चोक रहेछ। ऊ त्यो साइडमा लाऊ अनि सोधौँ न। म्याप अनुसार सिधै देखाएको भाइ। यहाँनिर सोधौँ हल्का फुल्का। पोखराको लखन चोक आइपुग्यौँ अब जिरोबाट। यही होला यो जिरो, यही होला जिरो। होइन योभन्दा अघि नै भन्छ। म्याप अनुसार त्यो देखाएको छ, त्यही पनि एकदिन ए सोध्न भ्याउँदैन। पोखरा 8 सृजना चोक। यो चाहिँ सृजना चोक रहेछ। यहीँबाट होइन? ल अब हामी बेनीतर्फ लाग्यौँ। यो 0 किलोबाट 0 किलो भन्ने होला यो सायद। 0 भन्दो रहेछ नि यहाँको मान्छेले यो ठाउँलाई। कतै गएर खाम हो बात। अब खाना खाम है राम्रो होटलमा गएर टक्क लाएर। खानासाना खाएर टक्क लाएर बसिरहेको छ होइन हामीहरू। अब यहाँबाट चाहिँ डाइरेक्ट बेनी होइन? हजुर बेनी कट्नै पर्छ। कटिन्छ होला दाइ, तर बिहान जस्तो गयो भने त मजाले कटिन्छ। कति घन्टा लाग्छ? 2 घन्टा त्यो होला सायद। ल अब जानुपर्छ होइन यहाँबाट चाहिँ टक्क लाएर नजिकै। यो पोखरा बागलुङ सडक हो होइन? हामी चाहिँ अब यहाँबाट अघि नै खाना खाएर हेम्जाको बाटो यस्तो सही बाटो थियो भने होइन, त्यो बाटो हुँदै अहिले यहाँनिर बागलुङ पोखरा बागलुङ सडक खण्ड यो चाहिँ जाँदैछौँ बागलुङतर्फ। त्यसपछि बेनी निस्किन्छ होला आज सायद बेलुकाखेरसम्म। आज बेनी पुगिन्छ होइन? बाटो चाहिँ जे होस् खतरा 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 गर्ने खालको छ है। कस्तो मजाको सानो सानो पसल राखेको रहेछ यहाँनिर, चटपटे पसल। ठ्याक्क ब्रेकको लागि मान्छेहरू यसो ड्राइभिङ साइभिङ गरेपछि ब्रेक लिनलाई लागि भन्ने ठाउँहरू चिटुक्क चिटुक्क बनाएर राखेको रहेछन् मान्छेहरूले। बसेर चुस्सा खायो अनि हिँड्यो।
ठाउँ ठाउँमा कस्तो कस्तो पिच गरेछ क्या यो बाटो चाहिँ कस्तो पिच चाहिँ छ तर बाटो बिग्रिया टाइपको पिच बिग्रेको टाइपको पिच छ गाइज ओह्रालो जाँदैछौँ अब उकालो आउने बेला भइसक्यो जस्तो लाग्छ मलाई रमणीय दृश्य हेर्दै हामीहरू लाग्दैछौँ आफ्नै शैलीमा आफ्नै स्पिडमा कसैलाई निन्द्रा लागेको छ कसैलाई भोक लागिकन पनि खाना खाइसकेको छ होइन अब चट्ट लाएर यहाँबाट पहिला बेनीतिर लाग्यौँ त्यसपछि कहाँसम्म पुगिन्छ हेरौँ अनि त्यसपछि कुरो हो कान्द्रुक यताबाट हो होइन कान्द्रुक जाने यहाँबाट हो ए यो हाइड्रो पावर हो यहाँबाट तल खोइ अब यहाँबाट जाने त होला नि सिधै बेनी हेर त म्याप कान्द्रुक जाने चाहिँ यताबाट हो होइन माथि पर्छ हामीहरू यतैबाट गएको थियौँ पहिला घोडा हेर्नु न कस्तो अन्नपूर्ण 5 कास्की पर्दो रहेछ यो चाहिँ नयाँ पुल अन्नपूर्ण 5 कास्की पर्ने रहेछ यो ठाउँ चाहिँ पर्वत जिल्लामा आइसक्यो चाहिँ हामी पर्वत जिल्ला छैन त यो नै उडोला जस्तो गर्दो रहेछ यो नै उडोला जस्तो गर्दो रहेछ उडाउँ जस्तो छ यो खतरा हावा चलिरहेको के स्वर्ग होटल रे नाम पनि स्वर्ग होटल यो दुईटा पहाडको खोजबाट हामी जाँदैछौँ होइन कस्तो रमाइलो छ क्या यहाँनिर आएपछि पहाड यता र यता अनि त्यसपछि बिचमा बाटो अनि खोला के रमाइलो छ नि त दृश्य खतरा गर्न थालिसक्यो मोदी खोला पुल डेन्जर छ भन्छ त है पुल त डेन्जरै छ क्या हो डेन्जर छ त पुल काम गर्दैछ क्या हो मर्मत समारोह हो के निन्द्रा लाग्यो एकदमै हैन घुस भएर निन्द्रा लाग्यो अनि मस्तले यता एकछिन यो भद्र खोला पुल भन्ने ठाउँमा यो जुन चाहिँ यहाँ पुसमा जानेतर्फ बसिरहेको छौँ यो पुल नेरी होइन अनि यतापट्टि हाम्रो सहयात्री आजको यसरी यहाँ बसिरहेछौँ किनकि निन्द्रा लाग्यो दुईजनालाई म त निदाएछु एकचोटि झन्डै है अनि यात्रा कस्तो हुँदैछ त स्कुटीलाई नै सोध्नुपर्छ अब रमाइलो छ यो वरपर जङ्गल छ अनि यो पुल रहेछ क्या झोलुङ्गे पुल यो ठाउँको नाम चाहिँ के हो थाहा भएन
पुल भन्नु रहेछ नाम चाहिँ यो चाहिँ बागलुङ वेलकम टु बागलुङ हो होइन पारिपट्टि बागलुङ रहेछ अनि यो पुल देख्न सक्नु यतापट्टि कस्तो रमाइलो दृश्य देखेँ क्या मैले हल्का यो चाहिँ मान्छेहरूले यहाँनिर घरहरूमा यो ढुङ्गा राखेको न छानामाथि जुन चाहिँ हावाहरूले उडाउँछ भनेर अनि अब हामी यतातिर बेनीतर्फ लाग्दैछौँ मनाङ मुस्ताङ जानलाई वेलकम टु बागलुङ भने बागलुङ पारिपट्टि होला सायद यता वरिपट्टि चाहिँ के हो यो हजुर वरिपट्टि चाहिँ के हुनसक्छ यहाँ रोयल क्रुजमा रिसोर्ट यो कास्की होला क्या यो अब म्याप हेर्नै पर्छ होइन यो चाहिँ कालीगण्डकी रिभर रहेछ होइन हामी चाहिँ मालढुङ्गा बेनी हाइवेमा छौँ अहिले त्यो पारिपट्टिको हाइवे चाहिँ पुष्पलाल हाइवे रहेछ होइन अब हामीहरू बेनीतर्फ जाँदैछौँ रेडी यता साइडमा भएको चाहिँ कालीगण्डकी रिभर रहेछ होइन अनि त्यो माथिको एउटा पुल रहेछ झोलुङ्गे पुल सायद त्यहाँनिर एउटा मन्दिर छ क्या हो जस्तो लाग्यो मलाई है के मन्दिर हो कुसमा पनि कटिसकेको छ हामीलाई थाहा नै भएन पारिपट्टि चाहिँ बागलुङ बजार जस त्यो पुष्पलाल हाइवे हुँदै गयो भने चाहिँ बागलुङ बजार पुगिन्छ होइन पानी पर्न थाल्यो अहिले चाहिँ गाइज के गर्ने अब गाह्रो छ पानी पर्न लाग्यो हामी पुगेका छैनौँ अहिलेसम्म अब सुरु भयो रमाइलो दृश्यहरू देख्नलाई एकदमै सुन्दर सुन्दर दृश्यहरू देखिरहेको छ होइन बाटोमा आउँदाखेरि नै अब बिस्तारै यो खण्डखोर एकदमै चेन्ज हुँदैछ के पहिलाको र अलि अगाडिको र अहिलेको स्थिति चेन्ज हुँदैछ अलि उता गएपछि मरुभूमि टाइपको होइन हाम्रो यात्रा जारी नै छ गाइजहरू यो सुन्दर ठाउँ होइन यस्तो दामी ठाउँ छ यो कालीगण्डकी किनारै किनार हामी जाँदैछौँ कालीगण्डकी तिर छौँ हामीहरू गइरहेको होइन अहिले चाहिँ यो सबै कालीगण्डकी हो होइन हेलो गाइज हामीहरू चाहिँ पोखरी कालीगण्डकी पुल म्याग्दी जिल्ला प्रवेशद्वार म्याग्दी जिल्लामा हार्दिक स्वागत गर्दछु भनेर लेखिएको छ होइन बेनी नगरपालिका बेनी म्याग्दी भन्ने रहेछ होइन सही रहेछ यो चाहिँ कालीगण्डकी नदी कस्तो हेर्न माथि हेर्न के रहेछ हौ माथिसम्म जाने ठाउँ है भर्याङ चढेर जाने रहेछ क्या हेर्न कस्तो डेन्जरकै ठाउँ हेर न यो पहाड हेर न यो बबाल छ नि त पहाड यो माथिको ढिस्को खसेर आयो भने त यो घरहरू सबै जान्छ त हौ होइन यो माथिको ढिस्को खसेर आयो त यो सबै घर जान्छ त माथिको त चट्टानै होला लिस होटेलहरू टन्नै देख्न थालिसक्यो यहाँ आएर होटेल शालिग्राम रे होटेल ताजमहल रे अनि अरू के हो यो यो खोला चाहिँ के हो फेरि अब
ओए डेन्जर छ त हौ हैट पुल पनि यार डेन्जर तरिकाले जानलाई हेर्छ रघु गङ्गा गाउँपालिका रे यहाँ आएर हार्दिक स्वागत गर्दछौँ ओए हामी गलत बाटो त हिँडेनौँ यो कहाँ जाने बाटो फेरि स्वर्ग जाने बाटो कस्तो खतरा रहेछ हौ यहाँ त यो सायद यो ऊ होला क्या यहाँनिर हाइड्रो पावर है फेरि यहाँनिर बाटो खतम रहेछ घ्याचेक 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 यो बाटो त खतम रहेछ यहाँ त चिप्लो रहेछ सायद यहीँनिर यो मेसिनहरू ओसार पसार गर्दाखेरि बिग्रियो होला के डोजरहरूले होइन कि बन्द भइसक्यो हो यो बनाउँदै गरे कि बन्द भएको नयाँ जस्तो छ है हाइड्रो पावर बनाउँदै रहेछ यहाँनिर हो त्यही भएर यो रोड बिग्रेको केटा यतापट्टि तान त झोला झोला तान त यतापट्टि ल भयो यतातिर अलि अप्ठ्यारो रहेछ हौ बाटो त यत्तिकै है अनि पर्छ नि दिमाग खराब भयो है अब हामी ठिक बाटो त आएको छौँ बाटो भर्खर खुल्या हो क्या हो यार यो यहाँनिर डोजरले बाटो बनाउँदै रहेछ होइन तान 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 कता जाँदा हुन्छ यता जाँदा हुन्न छेउमा एकछिन पछाडि जानु अनि जानु होला मैले घन्टी यो झोला झोला टिपर ब्याक गरेर देखि लास्टै है कडा बाटो त खतम रहेछ यहाँ जसपा पहिरो गएको जस्तो लाग्यो मलाई है माथि हेर न हो पहिरो गएको यहाँ फेरि कस्तो राम्रो होटेलहरू रहेछ हेर न खाजा घर कति सुन्दर हो क्या दामी ठाउँ छ क्या हेर न रोड राम्रो नभए पनि हेर न माथि डाँडा काँडा मस्तको अलिक खराब छ यहाँ माथि आएपछि चाहिँ होइन सायद यो खराब होला अलिक माथिसम्म नभए माथिबाट ढुङ्गा आउला भन्ने डर भइसक्यो
हावाहुरी चल्यो भने ढुङ्गाहरू आउन सक्ने सम्भावना धेरै छ होइन। खटाखटक नै गर्दा है त्यो त्यही मडगाड हल्ले जस्तो लाग्यो त्यही हल्ल्या हो कि फेरि यस्तोमा फेरि परा छैन तल झर हामी हिँड्नुपर्ने चाहिँ टोटल 113 किलोमिटर छ। तल झऱ्यो केटे हजुर त्यो तल झऱ्यो के तल झऱ्यो हैको ब्यागको फित्ता भन्ने भएन के गर्या त नि हात पुगेन यस्तो डेन्जर बाटो हेर त सही छैन त केटो पर्न थाल्यो गाइजहरू यहाँ हेर्नु न यहाँ कस्तो मजाले पानी पऱ्यो क्या घाम पानी सारा कब्बे कुकुर जन्ती बिरालो बाहुन भन्थ्यो नि एउटाले होइन के हो यतापट्टि हेऱ्यो तल खोला सिधै यता हेऱ्यो पहिरो डेन्जर छ त हिलो बाटो त्यहाँ माथि हेर बिजक मुस्ताङ त्यत्तिकै जान पाइन्छ होइन सङ्घर्ष त गर्नु परिहाल्यो नि यार यत्रो गरेछौँ अब पुगिन्छ भन्ने आशा छ होइन नाम मात्रै भनेर सुनेर हुन्छ माथि पर आएर पहाड अग्ला अग्ला पहाड यति सुन्दर ठाउँ किन छेउमा गएको त्यो पिच गरिसकेको रहेछ तर अब्बी त्यहाँ हेर त मेरो मोबाइल झिकेर हानिहाल्न यहाँ तल छ फोटो नि हान भिडियो नि हान ट्याग लाएर अनि भरे म पोस्ट गर्छु अनि अलिअलि डलर झर्छ कि केही झर्छ कि हेर है पानी पर्छ भनेको त परेन त ठुलो परेन भन्नु खोजेको त्यो पहाड हेर्नु न गाइजहरू कस्तो टुप्पो छ क्या कस्तो टुप्पो बनाएर बसेको छ क्या त्यो पहाड कसरी बन्यो होला यो धरती या यो नेपाल ऊ बेला खुम्चिँदै के हो अरे हालो कस्तो रमाइलो भयो क्या अब पानी परेपछि अलिकति फरक देखिन्छ नि थाहा छ र पानी परेपछि अलिक फरक देखिन्छ क्या ठाउँहरू पानी परेपछि डर के हुन्छ चिप्लिन्छ के भन्ने डर के चिप्लिन्छ कि भन्ने डर हुन्छ गाइज बेग खोला पुल यो पो बबाल छ यार कति सुन्दर हो केटो 0.5 मान के हो टुरिस्ट पुल भयो भने त तेरो मेरो कि तेरो अघिको ए ठिकै छ यो माथि पहाड ढुङ्गाको पहाड छ अनि तल रोड छ हेर्नु नि यहाँ कस्तो डेन्जर माथिबाट ढुङ्गा आयो भने टाउकोमा ट्वाङ्ग लाग्छ मान्छेलाई लाग्न सक्छ विचार गर्नु त्यसैले यहाँ रोकेर बस्नु काम हुँदैन
तर के गर्ने यस्तो छ है ठाउँ ठाउँमा पानी त बिजोडले पर्यो त यार केटो बिस्तारै बिस्तारै तापनि यहाँ नजिकै तापनि रहेछ अब हामी तापनिमा गएर बस्छौँ सायद खाएर सकाएर तापनिमा गएर बस्छौँ कस्तो रमाइलो ठाउँ क्या हेर्नु झर्ना झरिरहेछ होइन वाटरफल भइरहेछ होइन टक्क लाएर बाटोमा जाँदै थियौँ कि अनि झर्ना देख्यौँ अनि रोकेर यहाँ आएको त्यहाँ राखेको छ हामीले यहाँबाट अलिकति माथि गएर चाहिँ हेरौँ न भनेर चाहिँ रोकेको वरपर पहाडै पहाड अनि यतापट्टि वाटरफल सुन्दर देखिएको छ क्या मजा कस्तो ठाउँबाट झर्नु नआएको क्या यो एकदमै खोजबाट क्या माथि चाहिँ केही छैन होइन डाइरेक्ट हो त्यस्तो खोजबाट पानी आएको सायद मान्छेहरू धेरै छैनन् अहिले यहाँ चाहिँ दुईजना छौँ कस्तो हिमालको खोजबाट सायद मूल पानी फुटेर आएको कि मूल फुटेर आएको हो कि हिमालबाट आएको थाहा भएन होइन तर अनौठो तरिकाले झरेको छ पानी यहाँबाट फेरि पानी त्यही कालीगण्डकीमा मिसिआएको क्या यहाँबाटै ट्याप्प यहाँबाट गयो कालीगण्डकीमा गएर मिसिन्छ हामीले चाहिँ त्यहाँ राखेको छौँ बाइक अब जाने आज हिँडेदेखिको पहिलोचोटि हिमाल देखेको पोखरा पनि देखिएन हेमजाबाट पनि देखिएन एकछिन प्रफुल्ल भएको छ क्या आज हिमाल देखेर है होइन त अब यस्तो हिमाल त भोलि कति देखिन्छ पोखरे बगर रे ऊ त्यहाँनिर हिमाल देखिरहेछ माथि तर भेट देख्नु भएको छैन होला सायद किनभने यो क्यामेराले देखाउँदैन अहिले फाइनली हामीहरू तातुपानी आइपुग्यौँ तातुपानी गेस्ट हाउस रहेछ यहाँ भयो यहीँ बस्छौँ होला हौ केटा आज यही नजिकै यस्तो होटेलहरू रहेछ होइन गाइजी होटल नेचुरल स्प्रिङ रहेछ अब हेर हिमाल देखिरहेको छ त्यहाँ यो चाहिँ झोलिङ्गे पुल रहेछ होइन यो तातो पानीमा जुन यो तल चाहिँ घरहरू देख्न सक्नुहुन्छ ऊ त्यो सानो सानो उयो यतातिर अनि सबै तातो पानी आउने ठाउँ रहेछ त्यहाँ चाहिँ होइन अनि त्यो घरहरूमा चाहिँ टक्क लाएर डुबेरै बस्न मिल्ने आनन्दले हट स्प्रिङ गर्न मिल्ने होइन जिउलाई पनि आनन्द
गिराउने रहेछ होइन। हामी चाहिँ गएनौँ त्यहाँ तलसम्म किनभने अल्छी लाग्यो यहाँ जाँदा जाँदै त हुन्थ्यो तर अल्छी लाग्यो। अब भोलि अहिले चाहिँ यही पुल तरौँ अनि पुल हेरौँ भनेर आएको होइन। यतापट्टि बादल लागेर हिमाल छेकिसक्यो त्यो खोजमा चाहिँ ढल्किए रहेछ क्या यतापट्टि अर्कोतिर ढल्किया रहेछ क्या पुल यतापट्टि चाहिँ ढल्किया रहेछ है डर लाग्ने के यतापट्टिबाट हिँड्नु पर्यो। जस यो मिडिया खाने जस्तो छ कि यो तार टाँगेको मिडिया खाने जस्तो छ क्या अनब्यालेन्स छ कि एउटा अलिक तन्काउनु पर्ने जस्तो छ एकापट्टितिर देख्दाखेरि चाहिँ हिँड्दाखेरि चाहिँ। तर यस्तै हुने हो कि थाहा भएन कि मलाई देख्न सक्नुहुन्छ होटलहरू पुरै यहाँनिर यो होटलहरू हो होइन यहाँनिर। अनि काली गण्डकी नदी भइहाल्यो त्यही हिमालको पानी आएको यहाँ चाहिँ अब यस्तै छ यहाँको। यहाँ कोल्टेको क्या यसरी यहाँ कोल्टेको छ क्या यहाँ माथिबाट उति माथिबाट झर्ना पनि झरेको छ होइन कस्तो मजाले यो सेतो सेतो देख्नुपर्ने। ल अब चाहिँ हामीहरू गयौँ त्यही होटलमा बस्नलाई। यहाँबाट चाहिँ 2 जना कसैले चाहिँ केटो हाम्रो ट्राभल यस्तै चलिरहेको छ आजको दिन चाहिँ यस्तै हो। आजको दिन फङ्किलो भएको छ ज्यान दुखेको छ एकदमै किनभने धेरै कुदाइयो कि आज स्कुटर एकदमै। अनि त्यो हुनाले थकाइ लागेको छ खाना खाइन्छ भिडियो एडिटिङ गरिन्छ अनि अलिअलि फेसबुकमा पोस्ट पनि गरिन्छ होला सायद त्यसपछि अनि सुतिन्छ त्यही हो।